नमस्कार आदरणीय दर्शकबिन पश्चिमाञ्चल सेकेन्डरी स्कुलका सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावक तथा आजको यो हाम्रो पोडकास्ट जो हेर्दै र सुन्दै हुनुहुन्छ सम्पूर्णमा स्वागत छ। तपाईँ हेर्दै हुनुहुन्छ द पश्चिमाञ्चलियन पोडकास्ट, जहाँ हामी यस पश्चिमाञ्चल सेकेन्डरी स्कुलबाट सुनौला भविष्य कोर्दै आफ्नो उत्कृष्ट शैक्षिक यात्रा तय गरिराख्नुभएका यस विद्यालयका पूर्व विद्यार्थीहरूसँग कुराकानी गर्दैछौँ र म हुँ आजको यस पोडकास्टको होस्ट कुबेर पाण्डे, कक्षा 11मा अध्ययनरत छात्र। नमस्ते र म हुँ भूमिका राणा। हामी दुवै पश्चिमाञ्चल माध्यमिक विद्यालय पोखरामा कक्षा 11 कानुन फ्याकल्टीमा हामी अध्ययनरत छौँ र आजको यस पोडकास्टले अहिले एससी दिएर बस्नु भएको साथीहरू र अब एससी दिन लाग्न तयारी हुनुभएको भाइ बहिनीहरूलाई पक्कै नै एउटा राम्रो मार्गदर्शक बन्छ भनेर चाहिँ हामीले विश्वास गरेका छौँ। र यो हाम्रो पहिलो एपिसोड हो र यसमा चाहिँ हामी पश्चिमाञ्चल सेकेन्डरी स्कुललाई विशेष गरेर पोखराको शैक्षिक क्षेत्रमा एउटा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित भएको यस पश्चिमाञ्चल विद्यालय कसरी विद्यार्थीहरूको भविष्य निर्माण गर्नका लागि यहाँको शैक्षिक वातावरण, गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीलाई दिइने अवसरले कसरी विद्यार्थीको भविष्यलाई निर्धारण गर्छ र एउटा साधारण विद्यार्थीलाई कसरी असाधारण बनाउन सक्ने खुबी पश्चिमाञ्चलले राख्छ। साथै अहिलेको वर्तमान समयमा हेर्ने हो भने धेरै अभिभावक र विद्यार्थीहरूको पहिलो रोजाइको विषय पश्चिमाञ्चल बन्दै गर्दा यस्तै मूलभूत विषयहरूमा केन्द्रित भएर आजका हाम्रा गेस्टहरूसँग कुराकानी गर्नेछौँ। र आजको यो पोडकास्ट सुरु गर्नुभन्दा पहिला हाम्रो यो कार्यक्रमलाई आयोजना गर्नका लागि सहयोग गर्नुहुने पश्चिमाञ्चल सेकेन्डरी स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रोफेसर डाक्टर रामनाथ ओझा सरलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। साथै पश्चिमाञ्चल सेकेन्डरी स्कुलका प्राचार्य सरोज कोइराला सर, त्यसै गरी +2 कोअर्डिनेटर देवबहादुर छेत्री सर, सिनियर इन्चार्ज विजयराज अधिकारी सर, साथै डिसिप्लिन इन्चार्ज मनकुमार श्रेष्ठ सर र हाम्रो यो पोडकास्टको कन्सेप्ट डिजाइनर हाम्रो प्यारी म्याम पद्मा पराजुली म्यामलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै ल फ्याकल्टीका हाम्रा रेस्पेक्टिभ टिचरहरू विनोद पौडेल सर, इमानाथ पौडेल सर, भरत कोइराला सर लगायत सम्पूर्ण शुभचिन्तकहरू जसले हामीलाई निरन्तर हौसला प्रदान गरिरहनु भएको छ, उहाँहरूलाई सम्झिँदै अब भने ढिला नगरी आजको यो पोडकास्टका मुख्य केन्द्रबिन्दु हाम्रा दर्शक श्रोताहरूले चाहनुभएका आजको पोडकास्टमा मुख्य गेस्टका रूपमा आउनुभएको गेस्टलाई चाहिँ हामी निम्त्याउन चाहन्छौँ। र हामी बीच हुनुहुन्छ पोखरा युनिभर्सिटीले लिएको BA LLB इन्ट्रान्समा उत्कृष्ट नतिजा ल्याउँदै फर्स्ट र्याङ्कमा नाम निकाल्न सफल हुनुभएका यस पश्चिमाञ्चल सेकेन्डरी स्कुलका पूर्व विद्यार्थी हाम्रा सिनियर रेस्पेक्टेड दाइ हुनुहुन्छ इशान्त काफ्ले। स्वागत छ दाइ हजुरलाई। र हामीसँग हुनुहुन्छ BA LLB इन्ट्रान्समा उत्कृष्ट नतिजा र उत्कृष्ट रिजल्ट ल्याउन सफल हुनुभएको आयुष पराजुली दाइ। हजुर दुवैलाई स्वागत छ हाम्रो पोडकास्टमा। धन्यवाद। दाइ, अब रिजल्ट आउने क्षण भनेको चाहिँ एकदमै रोमाञ्चक हुन्छ भन्छ मान्छेहरूले। अब हजुर जसरी अब हजुर दुईजना BA LLB को अब टपर भएपछि हजुरको त्यो रिजल्टको फर्स्ट चाहिँ प्रतिक्रिया चाहिँ कस्तो थियो? रिजल्ट भनेको कहिले अपेक्षित हुन्छ, कहिले अनपेक्षित हुन्छ। त्यसैले गर्दा पनि रिजल्ट आउनुभन्दा पूर्वको क्षण चाहिँ एकदमै डर लाग्ने, होइन, आत्तिने त्यस्तो खालको हुन्छ। तर मलाई चाहिँ के थियो भने मैले राम्रै गरेको छु जस्तो लागेको थियो, त्यही अनुसारकै फल प्राप्त भयो। पक्कै पनि 12 वर्ष 13 वर्षसम्म पढ्दै आउँदाखेरि विभिन्न परीक्षाहरू दिँदै आउँदाखेरि अब त्यो स्कुलको परीक्षा होस् अथवा जीवनको परीक्षाहरू दिँदै आउँदाखेरि चाहिँ सधैँ चाहिँ रिजल्टको अपेक्षा भइराखेको हुन्छ। सधैँ चाहिँ अब राम्रै रिजल्ट होस् भन्ने चाहिँ अपेक्षा हुन्छ। आफूलाई अपेक्षा गरेर बसेका आफ्नो पनि अपेक्षा हुन्छ तथा परिवार अथवा आफ्नो शुभचिन्तकहरूको पनि अपेक्षा हुन्छ। त्यसले गर्दाखेरि चाहिँ जब आफूले चाहिँ त्यो रिजल्टप्रति अथवा त्यो चाहिँ इक्जामप्रति चाहिँ जब मेहनत गरिन्छ नि, त्यस अनुसारको फल पायो भने अब जसरी नै चाहिँ मैले BA LLB को इन्ट्रान्समा चाहिँ अब PUमा चाहिँ सेकेन्ड नम्बरमा नाम निकाल्ने अथवा अब उता GUमा चाहिँ पुनः स्कलरसिपमा नाम निकालेँ। त्यसो गर्दाखेरि चाहिँ आफूलाई जब रिजल्ट आयो, BA LLB को रिजल्ट आयो, त्यसपछि मलाई खुसी लाग्यो रिजल्ट, राम्रो रिजल्ट देख्दाखेरि। पक्कै पनि हामीहरू पनि एकदमै खुसी छौँ। हामी एकदम एक्साइटेड पनि भयौँ सुन्दाखेरि, हामीलाई पनि एकदम प्राउड फिल भयो है। यस्तो राम्रो सिनियर पाउनु आफैमा भाग्यको कुरा हो, अहोभाग्य हो हाम्रो। अनि अरू कुरा अब सफलता असफलता यी दुईवटा कुराहरू चाहिँ के हुन्छ भने हामीले कोसँग हामी सम्बन्धित छौँ, कहाँबाट हामीले दैनिक जीवनयापन गरिरहेका छौँ, यी कुराहरूसँग जोडिएको हुन्छ। अब हजुरको जुन अहिले हामीहरूमा चाहिँ एज अ इन्ट्रान्स टपरका रूपमा हजुर यहाँ हामीसँग कुरा गर्दै गर्दा यो पश्चिमाञ्चल सेकेन्डरी स्कुलको पढाइले तपाईँको यो इन्ट्रान्सको यो सफलता प्राप्त गर्नलाई कतिको सहयोग गर्यो? म आइस्ताइबाटै सोध्न चाहेँ यसलाई। एकदमै धेरै सहयोग गर्यो। जब चाहिँ हामीले
पश्चिमाञ्चललाई चाहिँ 11 क्लासमा जब इन्ट्री भएर चाहिँ एडमिसन भएर चाहिँ 11 क्लासको फर्स्ट क्लासमा चाहिँ बस्यौँ। अब यो ल सम्बन्धी नै जुन क्लासहरू एकदमै इम्पोर्टेन्ट हुने भएर चाहिँ लको क्लासहरूले चाहिँ हामीलाई जब जुन लको कन्स्टिट्युसनल ल होस् अथवा जुरिस्प्रुडेन्स होस् अथवा देवानी संहिता अथवा फौजदारी सबै सिभिल क्रिमिनल जुन पढ्यौँ नि हामीले, त्यो चाहिँ हामीलाई जब इन्ट्रान्समा तयारी गर्दा होस् अथवा इन्ट्रान्सको इक्जामको लेख्दाखेरि चाहिँ एकदमै धेरै सहयोग गर्यो र हाम्रो जुन टिचरहरूले दिएको गाइडेन्सहरूले पनि एकदमै धेरै सहयोग गर्यो। दाइको एक्सपिरियन्स हो त्यही नै हो। अब के हुन्छ भने हामी चाहिँ +2 मा ल नै पढ्यौँ होइन, त्यो भएपछि चाहिँ एउटा बेस बसिसकेको हुन्छ। जस्तै अरू फ्याकल्टी अब साइन्सबाट आउने, साइन्सबाट बिएलएलबी जोइन गर्न खोज्ने, म्यानेजमेन्टबाट बिएलएलबी जोइन गर्न खोज्नेलाई चाहिँ अलि बढी मिहिनेत गर्नुपर्ने हुन्छ। तर हामीलाई चाहिँ त्यो एउटा बेस बसिसकेको कारणले चाहिँ मिहिनेत गर्न चाहिँ सजिलो भयो। हजुर अब हजुर एससी पास गरेपछि अब पोखरामा त धेरै कलेजहरू थियो होइन, अब विकल्प पनि हजुरसँग धेरै नै थियो, अब कुन कलेजमा जाने योमा जाने भन्ने त हुन्छ नि। अब तर हजुर पश्चिमाञ्चल नै किन रोज्नु भयो त नि? पश्चिमाञ्चल यस्तो थियो, पश्चिमाञ्चलमा एकदमै पश्चिमाञ्चल मैले पहिल्यै सुनेको, किनभने मेरो दिदीले पनि यहीँ पढ्नुभएको। अनि म दिदीबाट नै एकदमै बढी इन्सपायर भएर चाहिँ अब पश्चिमाञ्चलको मेरै दिदीको इक्जाम्पल लिएर मेरो दिदी यस्तो हुनुहुन्छ होइन, उहाँबाट नै इन्सपायर भएर चाहिँ मैले पश्चिमाञ्चल जोइन गरेँ। अनि लको यताउता हेर्दाखेरि होइन, यो सोसियल मिडियातिर हेर्दाखेरि एवं कानुन अभिमुखीकरण कार्यक्रमहरू आयोजना गरिराख्ने, विभिन्न कार्यक्रमहरू आयोजना गरिराख्ने पश्चिमाञ्चल माध्यमिक विद्यालयले गर्दो रहेछ। मैले त्यही भएर पनि पश्चिमाञ्चल माध्यमिक विद्यालय जोइन गरेको। अनि त्यहाँ जोइन भइसकेपछि पनि मैले त्यस्तै वातावरण पाएँ। हो त्यसरी नै जब मैले पश्चिमाञ्चल रोज्ने कि अथवा अन्य कलेजहरू रोज्ने भन्ने कुरा सोच्दै थिएँ, तर पश्चिमाञ्चल नै मेरो रोजाइमा किन आयो भन्दाखेरि चाहिँ जब पश्चिमाञ्चलको पास रिजल्टहरू हेर्ने अथवा आफ्नो सिनियरहरूले चाहिँ त्यहाँबाट पास आउट गर्ने सिनियर दाइदिदीहरू कहाँसम्म पुग्नु भएको छ भनेर हेर्दाखेरि चाहिँ बजारमा हेर्दाखेरि चाहिँ पश्चिमाञ्चलका दाइदिदीहरू त एकदमै नाम कमाएर त्यहाँ पश्चिमाञ्चलले बसाएको बेसलाई चाहिँ अझ बढी आफ्नो जीवनयापन गर्नको लागि एकदम सहयोग पुऱ्याएको रहेछ नि त भनेर सोचेर चाहिँ मैले पश्चिमाञ्चल रोजाइ गरेँ। पक्कै पनि। अब एउटा कस्तो हुन्छ भने दाइ, मेरो आफ्नो पर्सनल एक्सपिरियन्स होइन, हाम्रो सोसाइटीमा कस्तो हुन्छ भन्दा अलिक राम्रो मार्क्स ल्याउने बित्तिकै जस्तै A+ आयो भने अब चाहिँ यसले साइन्स नै पढ्नुपर्छ है भन्ने त्यो कन्सेप्ट चाहिँ हाम्रो समाजमा बसिरहेको छ। मेरो आफ्नै अनुभव सुनाउने भने पनि मैले रिसेन्टली एससी पास गरिसकेपछि घर परिवारमा त त्यस्तो थिएन, तर बाहिरतिर हेर्ने हो भने तिमीले चाहिँ साइन्स पढ्नुपर्छ है, तिमीले त्यो साइन्समा चाहिँ तिम्रो भविष्य छ भन्ने थियो। अन्त मेरो आफ्नो चाहिँ मेरो घर परिवारमा मेरो आफ्नै दाइले चाहिँ तैँले चाहिँ ल पढ्न सक्छस् है, तेरो त्यहाँ चाहिँ भविष्य छ भनेपछि मैले त्यही अनुसार चाहिँ ल पढ्न आएँ। तपाईँको चाहिँ यसमा एक्सपिरियन्स के छ? तपाईँ साइन्समै आउनुभयो, के अरे लमै सिधै आउनुभयो कि तपाईँ अन्य अप्सनहरू छानिसकेपछि अब ल नै पढ्नुपर्छ भनेर हाम्रो कसरी चाहिँ लमा तपाईँको भविष्य देख्नुभयो? यस्तो छ, लमा मैले क्लास 7 देखि नै मैले यो विषय पढ्छु भनेर एउटा निर्णय गरिसकेको थिएँ कि एकदम अठोट गरिसकेको थिएँ। त्यसले गर्दा पनि मलाई सजिलो भयो। अनि साइन्स अनि म्यानेजमेन्ट अब ल भन्ने कुरा चाहिँ त्यो एउटा आफ्नो इच्छाको कुरा पनि हो, अनि त्यो इच्छालाई चाहिँ के गर्नुपर्छ भने हाम्रो पारिवारिक एकदम समर्थन हुनुपर्छ, परिवारको सपोर्ट हुनुपर्छ, त्यो चाहिँ एकदमै आवश्यक छ। अनि साइन्स म्यानेजमेन्ट ल भन्ने कुरा यो केही होइन है, किनभने साइन्स पढ्ने विद्यार्थीको गोल आफ्नै हुन्छ, ल पढ्ने विद्यार्थी कानुनका विद्यार्थीको गोल आफ्नै हुन्छ, म्यानेजमेन्टका विद्यार्थीको गोल आफ्नै हुन्छ। हो त्यही अनुसारले नै म छनौट गर्न भन्न चाहन्छु। दाइले मैले एउटा प्रतिप्रश्न यसमै जोड्न चाहिहालेँ, साइन्स पढेपछि मात्रै राम्रो हुने अथवा भनौँ त्यो इन्टेलिजेन्ट भनौँ एउटा राम्रो त्यो भविष्य साइन्स पढेपछि मात्रै हुने, ल पढ्दा चाहिँ अलि पढाइमा कमजोर भएकोले मात्रै पढ्नुपर्छ भन्ने त्यो जुन सामाजिक भाष्य छ नि, त्यसलाई कसरी हेर्नुहुन्छ तपाईँले? त्यो चाहिँ अलिकति जुन हाम्रो माइन्ड मेकअप जब समाजले चाहिँ हेरिराख्दाखेरि चाहिँ साइन्सको विद्यार्थीहरू चाहिँ जुनले टप गरेको हुन्छ अथवा जुन अब एससीमा जसले चाहिँ राम्रो नतिजा ल्याएको हुन्छ, A+ नै ल्याएको हुन्छ अथवा GPA-4 ल्याएको हुन्छ, त्यो विद्यार्थीहरूले चाहिँ साइन्स पढ्ने अथवा त्योभन्दा अलिक कम आएकोले चाहिँ अब जुन पढे नि हुन्छ म्यानेजमेन्ट गए नि हुन्छ, लतिर गए नि हुन्छ भन्ने भाष्य छ हाम्रो समाजमा चाहिँ। तर त्यो चाहिँ म एकदमै नकार्न चाहन्छु, किनभने साइन्स पढ्ने विद्यार्थीले पनि त्यत्तिकै मेहनत गरेर आएको हुन्छ र ल पढ्ने विद्यार्थीले पनि त्यत्तिकै मेहनत गरेर आएको हुन्छ। जब चाहिँ हामीलाई समाजमा जरुरत पर्दाखेरि साइन्स पढेको विद्यार्थी भोलि गएर डक्टर बन्ला, इन्जिनियर बन्ला, त्यो चाहिँ डक्टर इन्जिनियरको जरुरत पनि छ। तर हामी साइन्स पढेका विद्यार्थीहरू चाहिँ डक्टर हुने चाहिँ इन्जिनियरहरू हुने हुन्छ र ल पढेका विद्यार्थीहरू चाहिँ लयर हुने
र न्यायाधीशहरू हुने हुन्छ। साइन्स पढेका विद्यार्थीहरूलाई चाहिँ अब स्वास्थ्यको लागि चाहियो भने चाहिँ डक्टर भन्ने हुन्छ भने हामी ल पढेका विद्यार्थीहरू लयर भयो भने चाहिँ सामाजिक डक्टर भनेर भन्छ, सोसल इन्जिनियर भनेर पनि भनिन्छ। त्यही भएर सबैको आफ्नो महत्त्वपूर्ण छ, त्यही भन्न चाहन्छु। साइन्स के अरे ललाई त अब इट इज द साइन्स अफ सोसियल इन्जिनियरिङ भनिन्छ होइन जुरिस्प्रुडेन्समा। भनेपछि यसको पनि आफ्नै छुट्टै क्राइटेरिया छ, आफ्नै महत्त्व छ भन्ने कुरामा समर्थन गर्नुहुन्छ। हजुर, यस्तो हुन्छ सबै प्रोफेसन कुनै पनि सानो ठुलो भन्ने हुँदैन है, चाहे त्यो पढेर हुने होस् या नपढेर हुने होस् होइन। एउटा किसानको कति इज्जत हुन्छ होइन, त्यही सरहको हाम्रो अधिवक्ता डाक्टर त्यही हुनुपर्छ भन्नेमा चाहिँ म एकदमै मान्यता राख्छु। र यो पढाइ भनेको चाहिँ आफ्नो इन्ट्रेस्ट आफ्नो इच्छा अनुसार चाहिँ हामीले एउटा छनौट गर्ने हो। त्यो माने म पनि परेँ, मैले कानुन छनौट गरेँ, अब पछि कानुनमै अघि बढ्छु। अब इन्ट्रान्स टपर भनेर त अब त्यो सानो कुरा पनि होइन त्यो होइन। अब हजुरले तयारी क्रममा चाहिँ धेरै नै तनावहरू हुन्छ नि, अब थकाइहरू हुन्छ नि, अब थकाइ तनावहरू अनि कुनै बेला आयो होला नि त पक्कै अब सक्दिनँ होला कि मैले भन्ने चाहिँ त्यो क्षणमा चाहिँ हजुरले त्यो तनावलाई कसरी व्यवस्थापन गर्नुहुन्थ्यो? यस्तो हुन्छ, तनाव व्यवस्थापन भन्दा पनि हामीलाई चाहिँ समर्थन, अरूको समर्थन कति छ, गाइडेन्स कति छ होइन, त्यसमा डिपेन्ड गर्छ। अनि आफूले एउटा गोल सेट गरिसकेपछि चाहिँ त्यसैमा लागि पऱ्यो भने चाहिँ त्यस्तो धेरै तनाव चाहिँ हुँदैन। त्यो तनाव भनेको चाहिँ आफूमा डिपेन्ड गर्छ कि तनाव व्यवस्थापन भनेको त हाम्रो आफ्नो सिप हो नि त, भित्री सिप हो। त्यही भएर चाहिँ त्यसरी नै हो। हजुर, अब जब ईशानले पनि जोडे तनाव व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा, तर म के भन्छु भन्दाखेरि चाहिँ जब हामीले चाहिँ आज बिहानबाट चाहिँ मिहिनेत गरिरहेको हुन्छ, पढिरहेको हुन्छ, भोलि पर्सिको लागि इक्जाम छ भन्ने कुरा पढिरहेको हुन्छ, बेलुकासम्म हुँदा त सबै थाकिन्छ, मानिस नै हो, थाक्ने हो, रोबोट त होइन होइन। तर मेरो सोचाइ के हुन्छ भन्दाखेरि चाहिँ आज चाहिँ थाकियो तर भोलि चाहिँ मेरो दिन हो है, भोलि बिहानदेखि नै फेरि मैले चाहिँ त्यत्तिको नै मिहिनेत गर्नेछु र त्यही मिहिनेत अनुसारले मैले फल पाउनेछु भन्ने सोचाइ राखेर चाहिँ फेरि भोलि बिहान उठ्दाखेरि चाहिँ बिहान उठेर अल्छी नगरिकन बिहान उठ्ने बित्तिकै पढ्ने हुन्छ कि अथवा आफ्नो जुन रिभिजनहरू गर्ने त्यो चाहिँ गरिराख्ने। एकदम मर्निङ सोज द डे भन्छन् होइन। बिहान तपाईँले बिहान कस्तो छ त्यसको अनुसार तपाईँको दिन कस्तो हुन्छ भन्ने कुरा चाहिँ देखाउँछ। अनि त्यो पक्कै पनि तपाईँले यो उपलब्धि हासिल गर्नुमा तपाईँको मेहनत, परिश्रम, लगनशीलता पक्कै पनि छ, यसलाई त नकार्नै सकिँदैन, यो ध्रुव सत्य नै हो। त्यस्तै यो सफलता र असफलतासँगै यो कुन फ्याकल्टीमा जाने, कुन प्रोफेसन अपनाउने भन्ने कुराहरू पनि समयले नै निर्धारण गर्छ होइन। तपाईँले कुनमा लगाव छ तपाईँको, अनि सुरुदेखि तपाईँले भन्नुभयो आफ्नो जुनुन थियो एउटा 7 क्लासमै पढ्दाखेरि चाहिँ म एज अ लयर चाहिँ बनेर अदालतमा बहस चाहिँ गर्छु भन्ने जुन तपाईँको एम्बिसन थियो त्यसले तपाईँलाई लको स्टुडेन्ट बनायो। मैले प्रश्न सोध्न चाहेको दाइलाई, आइस दाइलाई, तपाईँ लमा नआएको भए कहाँ जानुहुन्थ्यो, कुन फ्याकल्टी चाहिँ अप्नाउनुहुन्थ्यो जस्तो लाग्छ? अब ल भनेर त अहिले आइहाले, अब बिएलएल इन्ट्रान्स पनि राम्रै गयो, तर यदि ल नभएको भए चाहिँ जुन एसईको मार्क्स थियो A+ नै आएको थियो एसईमा पनि, त्यो गर्दाखेरि चाहिँ अब जुन पढाउने सरहरूले पनि अथवा भनौँ परिवारले पनि अथवा साथीहरूले पनि सबैजना चाहिँ मेरो साथीहरू चाहिँ सबैजना साइन्समै पढिरहेको छ नि। त्यही गर्दाखेरि चाहिँ अब परिवारले भनेर होस् अथवा आफ्नो मार्क्स हेरेर आफूले सक्ने हिसाबले पनि पक्कै पनि साइन्स नै चुज गर्थेँ। किनभने मलाई चाहिँ साइन्स मनपर्नेको कारण के भन्दाखेरि साइन्समा भनेको म्याथ हुन्छ र म्याथ र जुन फिलोसफी हुन्छ नि, म्याथ र फिलोसफी चाहिँ दुईजना यो युनिभर्सको चाहिँ एकदमै महत्त्वपूर्ण कुराहरू हो क्या। त्यसले गर्दाखेरि चाहिँ अब साइन्स नै चुज, अब ल नै चुज नगरेको भए पनि मैले साइन्स नै चुज गर्थेँ होला। मेरो त पहिले नै मैले भनिसकेँ, क्लास 7 देखि नै गोल सेट गरिसकेको थिएँ। तर पढ्ने नपढ्ने भने चाहिँ यो 10 पछि चाहिँ डिपेन्ड गर्छ कतिको पारिवारिक सपोर्ट छ होइन, अरू यताउता कति सपोर्ट गर्नुहुन्छ भन्ने पनि डिपेन्ड गर्छ। के छ भने ल पढेर के गर्ने, अदालतमा बहस त गर्ने हो, तर अदालतमा बहस गर्नु भने सानो कुरा होइन नि। श्रीमानको अगाडि, न्यायाधीशको अगाडि अदालतमा बहस गर्नु सानो कुरा होइन। अन्य बाटाहरू पनि छन्, अन्य स्कोपहरू पनि छन् होइन। लोकसेवा आयोग छ, अन्य विभिन्न अब सरकारी अदालतहरूमा काम गर्न सकिन्छ हो। त्यो भएर चाहिँ एउटा न्यारो माइन्डेड चाहिँ हुनु हुँदैन। हामीले कुनै पनि आफ्नो एउटा गोल सेट गरिसकेपछि चाहिँ म यो विषय पढ्छु, म यो हुन्छु मा चाहिँ आफूलाई चाहिँ अन्डर एस्टिमेट चाहिँ गर्न हुँदैन, अरूले पनि गरिदिनु हुँदैन र आफूले पनि गर्नु हुँदैन। अब जस्तो नेपालमा चाहिँ कस्तो सोच राख्छ भन्दाखेरि मान्छेहरूले अब कुनै इक्जाममा चाहिँ टप गर्यो भने चाहिँ यसले त दिनरात भनेर पढ्छ, यसले त
सुत्दैन पढेकै गर्छ भन्ने त्यो सोच हुन्छ त मान्छेहरूको। अब के हजुर पनि दिनरात भनेर पढ्नुहुन्थ्यो कि चाहिँ छुट्टै एउटा रुटिन फिक्स गरेर चाहिँ दैनिक रूपमा चाहिँ त्यो अपनाउनुहुन्थ्यो हजुरले? त्यो दैनिक रूपमा एउटा रुटिन अपनाउनुपर्छ। अनि के छ भने यो दिनरात पढेर होइन, लोकसेवाको मैले एउटा कता हो भिडियो पनि देखेको थिएँ। लोकसेवामा उहाँले चाहिँ के भन्नुभएको थियो भने 6 घन्टा पढ्ने विद्यार्थीले भन्दा 3 घन्टा राम्रोसँग पढ्ने विद्यार्थीले चाहिँ राम्रो गर्न सक्छ भनेर भन्नुभएको थियो। त्यही कुरालाई चाहिँ मैले दिमागमा राखिरहेको थिएँ। चाहे 1 घन्टा पढ्नुहोस् तर राम्रोसँग पढ्ने होइन। अब त्यही अनुसारले मैले अब्जेक्टिभ क्वेसन्सहरू प्र्याक्टिस गरेँ त्यो दिन पनि। अब जुन पोखरा युनिभर्सिटीको इक्जाम BLLB इक्जामको अघिल्लो दिन पनि मैले अब्जेक्टिभहरू एकदमै राम्रोसँग प्र्याक्टिस गरेँ। थोरै समय गरेँ तर राम्रोसँग गरेँ। हो, जब क्वान्टिटी भन्दा पनि क्वालिटीलाई हेर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ अब क्वालिटी रूपमा चाहिँ आफूले पढेको छ अथवा त्यो कुराको बारेमा सबै राम्रोसँग बुझेको छ भने चाहिँ त्यसले चाहिँ हेल्प गर्छ। अब पढ्ने बेलामा चाहिँ हो खर्र पढेको हो तर सम्झिने बेलामा त सम्झेन भने त त्यसको त कुनै औचित्य नै रहेन नि त। त्यसले गर्दाखेरि चाहिँ पढ्नलाई चाहिँ बरु थोरै नै पढ्ने, आफूलाई इन्जोय गरेर पढ्ने भन्छु अझ म त होइन। किन भन्दाखेरि इन्जोय गरेर पढ्यो भने बोर भएन अथवा सबै कुरा सम्झिन्छ पनि। अब इक्जाम लेखिदिराख्दाखेरि अथवा इक्जामभन्दा अगाडि प्रिपेरेसन गर्दाखेरि पनि त बोर त हुन्छ नि त मान्छे। तर बोर हुनुभन्दा पनि आफूले प्यासन सम्झेर चाहिँ त्यसलाई चाहिँ मेहनत गर्नुपर्छ। अनि त्यही प्रति चाहिँ जुन लगनशील भएर चाहिँ हामीले काम गऱ्यौँ भने चाहिँ अवश्य नै फल प्राप्ति हुन्छ। एकदमै। अनि म चाहिँ बिहान यहाँ आउँदाखेरि सोचिरहेको थिएँ, घरबाट आउँदाखेरि अब यो क्वेसन चाहिँ सोधौँ कि नसोधौँ भइरहेको थियो। त्यसैमाथि हाम्रो यो प्रोग्राम नै अब एज अ जेनजीहरूको प्रोग्राम भनौँ न यसरी हेर्दाखेरि, त्यो एज ग्रुप है। अनि नसोध्यो भने फेरि यो पोडकास्टलाई नै न्याय हुँदैन कि भन्ने। अब हामी त फेरि न्यायसँग सम्बन्धित छौँ होइन। भनेपछि मैले अलि आउट अफ सिलेबसै जान खोजेँ है, डाइरेक्टबाटै सुरु गरेँ। अब यो हाम्रो जुन एज छ, अब 11-12को एक्सपिरियन्सका कुरा गर्ने हो अनि यो हाम्रो एजको कुरा गर्ने हो भने पनि यो उमेरमा चाहिँ अब रिलेसन, लभ होइन, यी कुराहरूलाई चाहिँ सामान्य मानिन्छ नि। मतलब सामान्य नै हुन्छ अहिलेको अवस्थामा। लभर, गर्लफ्रेन्ड भयो भने यी कुराहरू त सामान्य रूपमा नै हुन्छ। तपाईँसँग यस्तो अनुभव छ कि नै? आयुष दाइबाटै सोधेँ मैले। त्यस्तो अनुभव चाहिँ म भन्दिनँ। किन भन्दाखेरि चाहिँ अहिले चाहिँ म चाहिँ आफ्नो नाम राख्नु परेन तर कसरी ब्यालेन्स गर्नुभयो भन्ने कुरा त्यो थियो कि थिएन 11-12मा? 11-12मा त्यस्तो थिएन किनभने मेरो त्यतातिर ध्यान गएन। अब मेरो भनेको चाहिँ एकदम फ्युचर चाहिँ कसरी चाहिँ सेक्योर गर्ने भन्नेतर्फ नै ध्यान गयो होइन। अब अहिलेको लागि यो भर्खरै एकछिनको मनोरञ्जनको लागि चाहिँ भोलि पर्सिको भविष्य बिगार्न त भएन। त्यही भएर चाहिँ अहिले होला उमेरले चाहिँ भन्ला कि अथवा आफ्नो वयस्य आएको छ यस्तो भन्ला, दिमागमा कहिलेकाहीँ त ख्याल आउला। तर म के भन्छु भन्दाखेरि अहिले हेर्ने सबैजना दर्शकहरूलाई पनि जोड्दै भने अथवा हाम्रो भाइ बहिनीहरूलाई पनि जोड्दै भने भन्दाखेरि चाहिँ किन भन्दाखेरि अब अहिलेको उमेरले भने पनि तर आफ्नो भविष्यलाई सोच्नुपर्छ र भविष्यप्रति चाहिँ आफू लगनशील हुनुपर्छ, भविष्यलाई फोकस गर्नुपर्छ। अहिले एकछिनको लागि चाहिँ मनोरञ्जन गरेर भोलि पछिको भविष्य बिगार्नु हुन्न भन्ने चाहिँ सजेसन दिन चाहन्छु। एकदमै। मैले 9-10मा म अर्थशास्त्र पढेको, त्यसमा आवश्यकताको विशेषता भन्ने थियो कि त्यसमा के भन्ने वर्तमान आवश्यकता भन्दा के अरे भविष्यको आवश्यकता भन्दा वर्तमान आवश्यकता महत्त्वपूर्ण छ भनिएको थियो। तर यहाँ चाहिँ तपाईँले चाहिँ वर्तमान त त्यस्तै हो, यदि भविष्यको आवश्यकताले महत्त्व दिनु पऱ्यो भने त्यसको साथ भविष्यलाई नै हेर्नुपर्छ भन्नुभयो। तपाईँको यसमा मत के छ? मेरो नि त्यही नै हो। अब किशोर अवस्था भनेको चाहिँ पुरै यो लभ एट्र्याक्सनको कुरा नै हुन्छ होइन। त्यसलाई चाहिँ अलिकति हामीले चाहिँ म्यानेज गरेर चाहिँ जान अगाडि बढ्न सक्नुपर्छ। किनभने यो उमेर भनेको जसरी आयुषले भन्यो, यो उमेर भनेको चाहिँ भविष्यलाई फोकस गर्ने, फ्युचरलाई फोकस गर्ने हो होइन। यताउता दायाँ बायाँ ल ठिक छ त्यो भयो केही छैन होइन। तर त्यसैलाई मात्र बढी फोकस गर्ने भने चाहिँ हाम्रो भविष्य एकदमै अन्धकार हुन्छ साँच्चै भन्नुपर्दा होइन। अनि यो उमेर भनेको त्यस्तै छ एकदमै। अब एडोलेसन भनेकै त्यस्तै हो होइन, बुझ्नुभएको छ तपाईँहरूले पनि। त्यही नै हो हजुर। अब जसरी एउटा माटोलाई चाहिँ हामीले आफ्नो हातले सेप दिन्छौँ नि त्यो पनि त्यसरी ढालिन्छ। अब जसरी हामीले राम्रो शिक्षा पायो भने त्यसरी नै हामीले आफ्नो समाजलाई हेर्ने पर्सपेक्टिभहरू, मान्छेसँग बोल्ने शैलीहरू पनि हाम्रो त्यसरी नै परिवर्तन हुन्छ। अब हजुर जसरी हजुर दुईजना चाहिँ अब कानुन पढ्नु भएको छ नि त। अब हजुरले चाहिँ अब अहिले पहिलाको हजुर कानुन नपढेको र अहिले पढेपछि चाहिँ हजुरले समाजलाई हेर्ने पर्सपेक्टिभ र मान्छेमा बोल्ने त्यो छुट्टै शैली चाहिँ हजुर कस्तो चाहिँ आफूमा परिवर्तन देख्नु भएको छ? हजुर एकदमै परिवर्तन भएको छ। म जबदेखि यो कानुन पढ्छु भनेर होइन +2 गरेँ अनि कानुनी अलिअलि ज्ञान भयो त्योदेखि त एकदमै परिवर्तन भएको छ। अब बाटोमा अब कसैलाई होइन होच्याएको छ, त्यो केही
नराम्रो काम गरेको छ भने पनि मलाई चाहिँ त्यो त्यसमा चाहिँ गएर जोडिएर चाहिँ खबरदारी गर्न मन लाग्छ कि होइन यो विसङ्गति होइन विकृति यी यस्ता कुराहरूको विरुद्धमा बोल्न मन लाग्ने अब नहुने कुराको चाहिँ विरोध गर्न मन लाग्ने यस्तो चाहिँ हुँदो रहेछ कानुन पढेपछि कानुन पढेपछि चाहिँ एउटा क्रिटिकल्ली सबै कुरालाई सोच्ने अथवा हेर्ने चाहिँ जुन एउटा धारणा हुन्छ एउटा दृष्टिकोण नै फरक हुँदो रहेछ किनभने अब जुन चाहिँ लेमेन पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ यसले गल्ती गरेको छ यसलाई नै सजाय हुनुपर्छ भन्ने हुन्छ तर हाम्रो कानुनमा के हुन्छ भन्दाखेरि यसले गल्ती किन गर्यो त नि के कारणले गर्यो यसको गल्ती गर्नुको कारण चाहिँ के थियो त नि भन्ने कुरालाई बुझेर मात्र चाहिँ जो चाहिँ कसुरदार हो त्यसलाई नै मात्र ठहराउनुपर्छ र जसले चाहिँ आरोप लगाएको छ त्यो सधैँ पनि चाहिँ सही हुन्छ भन्ने चाहिँ हुँदैन भन्ने सोच्छु म चाहिँ एकदम मैले अस्ति क्लासमा विनोद सरले पढाउँदाखेरि एउटा मैले के सोधेँ भने सर कानुन पढ्यो भने त झ्याउै हुँदो रहेछ क्या जे कुरा गर्दा नि सोच्नुपर्छ यसले के यसको इफेक्ट के होला यसको चाहिँ प्रभाव के होला भन्ने सोच्नुपर्छ कानुन नपढाए भए त यो जे गरे नि आरामले ढुक्क चिल भएर गर्न सक्थ्यौँ भन्ने जस्तो लाउँछ भन्ने अनि उहाँले एन्सर भन्नुभयो कि त्यो राम्रो कुरा हो नि हरेक कुरालाई चाहिँ हामीले सोध्छौँ होइन त्यो पछि गएर पछुताउनु पर्दैन नि त अनि त्यस्तो त्यो भन्नुभएको थियो वास्तवमा त्यस्तै रहेछ तपाईँ कानुन पढिसकेपछि अब समाजमा हुने हरेक गतिविधिलाई चाहिँ यति एनालाइटिकल ढङ्गबाट चाहिँ हजुरले हेर्नुहुन्छ हेरिदो रहेछ होइन कानुन पढेको विद्यार्थीले भन्ने कुरा तपाईँको महत्त्व अब चाहिँ के छ भने मैले अलिक पढाइकै सिलसिलालाई जोड्न खोजेँ तपाईँहरूको पढ्ने तरिका कुरा गर्ने हो भने सबैको आफ्नो फरक फरक हुन्छ कोही चाहिँ अलि एकैछिनमा यति तिखो दिमाग हुन्छ कि हेर्ने बित्तिकै बुझिहाल्छन् कोही क्लासमा सुनेकै आधारमा बुझ्छन् तपाईँको कुरा गर्ने हो भने चाहिँ तपाईँ कस्तो पढ्नुहुन्थ्यो एकदम साइलेन्ट किलर हुनुहुन्थ्यो कि क्लासमा हेर्दाखेरि नै यो ट्यालेन्टै हो है यो चाहिँ एकदम टपरै हुन्छ टाइपको तपाईँको त्यो उस थियो यस्तो थियो मेरो चाहिँ म साइलेन्ट किलर जस्तै थिएँ किनभने मैले चाहिँ जहिले पनि इक्जाम बिग्रेछ भन्ने अनि इक्जाम चाहिँ राम्रो गर्ने सधैँ इक्जाम यस्तो बिग्रियो मेरो त भन्ने अब त्यो के हुन्छ भने मैले चाहिँ अलिक इक्जाममा चाहिँ टाइम म्यानेज चाहिँ अलिक गर्न सक्दिनँ त्यही भएर पनि मेरो इक्जाम धेरै बिग्रिन्छ टाइम म्यानेज चाहिँ अलि हात नै अलि छिटो बढाउनु पर्ने छ त्यो एउटा रिजन भयो अनि पढ्दा चाहिँ पढेको कुरा चाहिँ अरूलाई किन भन्ने होइन हो होइन त आफूले खोजेको कुरा अरूलाई अध्ययन गरेको कुरा अरूलाई किन भनेर ज्ञान दिन चाहिँ सकियो तर मैले पढेछु भनेर चाहिँ भन्न चाहिँ किन भन्नु पऱ्यो होइन अनि पढ्ने कुरा पनि आफूले टाइम म्यानेज गरेर सकेको होइन कसैको क्यापेसिटी फरक हुन्छ होइन क्षमता फरक हुन्छ त्यही अनुसारले आफ्नो क्षमता अनुसार चाहिँ टाइम छुट्याएर चाहिँ पढ्ने गर्छु म चाहिँ के गर्थेँ भन्दा सरहरूले पढाएको बेलामा चाहिँ सरहरूले जब बुझाइराख्नुहुन्छ भने क्लासमा चाहिँ एकदम अटेन्टिभ हुन्थेँ होइन त्यही भएर चाहिँ क्लासले जुन सरहरूले भनेको कुराहरू चाहिँ सम्झिराख्थेँ घर गएर पनि त्यसलाई चाहिँ रिभिजन गर्थेँ तर मलाई एकदमै धेरै चाहिँ सहयोग गरेको भने क्लासमा एकदम सुनिदियो भने क्लासमा अहिले चाहिँ सुनिराख्यो भने चाहिँ जुन सरले भन्नुहुन्छ त्यही नै कन्सेप्ट चाहिँ हाम्रो दिमागमा बसिराख्नु हुन्छ अनि त्यसले गर्दाखेरि चाहिँ एकदम सहयोग हुन्छ म पढ्नलाई चाहिँ एकदम थोरै नै पढ्छु होइन तर जब चाहिँ मैले क्लासलाई चाहिँ फोकस गरेर क्लासमा फोकस गर्ने अथवा चाहिँ आफू अनेस्ट भएर चाहिँ मैले यति पढेको छु यति चाहिँ मलाई आउँदैन है अथवा यति चाहिँ मलाई आउँछ है भन्ने कुरा चाहिँ अनेस्ट भएर आफूलाई नै मूल्याङ्कन गऱ्यो भने चाहिँ आफू अगाडि बढ्न सकिँदो रहेछ भन्ने बुझेछु एकदमै हाम्रो अहिलेको प्लस टूको सिनियर दाइहरूले भन्नुहुन्छ भाइ म त घरमा गएर खासै हेर्दैन सरले भन्नुहुन्छ त्यही कुरा सुनिन्छ भन्नुहुन्छ तर उहाँको जुन त्यो बौद्धिक क्षमता हेर्ने हो भने उहाँ एकदम ट्यालेन्ट हुनुहुन्छ सबै कुराहरू थाहा छ भनेपछि त्यो गुड लिसनिङले पनि त्यो उचित सुनाइ भयो भने पनि होइन प्रभावकारी सुनाइले पनि सिकाइलाई चाहिँ एकदम सहयोग गर्दैछ हामीलाई सामाजिकमा पनि भरत कोइराला सरले पढाउनुहुन्छ यो कुनै पनि समस्या समाधान गर्न अथवा कुनै पनि कुरा सिक्नका लागि निर्णय लिनका लागि सक्रिय सुनाइ चाहिँ आवश्यक पर्छ है त्यही हो सक्रिय सुनाइसँगै यस्तो छ टिचरमा पनि डिपेन्ड गर्छ पश्चिमाञ्चलको जुन टिचरहरू हुनुहुन्छ एकदमै सहज रूपमा कि हामीले ग्रहण गर्न पनि त्यो कुराहरू ग्रहण गर्न पनि एकदमै सहज हुन्थ्यो कि पश्चिमाञ्चल पढ्दा त्यसले नै चाहिँ अलिकति इक्जामको रिजल्टमा पनि होइन मेहनत त आफूमा भर पर्यो अनि टिचरहरूले जुन सहजीकरण गरिदिनुहुन्छ सहजतासहित हामीलाई बुझ्न सक्ने बनाइदिनुहुन्छ त्यसले पनि धेरै एकदमै असर पार्छ हाम्रो आउटकममा रिजल्टमा हजुर अब जस्तै कुबेर र म त बल्ल बिगिनिङ फेजमा हम कानुनको अब हामीले त सिनियरबाट सिक्ने हो नि त कुराहरू अब हाम्रो पोडकास्टमा नि अब धेरैजना विद्यार्थीहरूले हेर्दै हुनुहुन्छ कक्षा 11-12 कि चाहिँ कुनै अब म चाहिँ ल पढ्छु है भन्ने चाहिँ इच्छुक विद्यार्थीहरू नि हुनुहुन्छ होला होइन अनि उहाँहरूलाई चाहिँ के चाहिँ सन्देश दिन चाहनुहुन्छ यदि सजेसन
ल पढ्ने कानुन पढ्ने विद्यार्थीले चाहिँ एउटा पहिल्यैदेखि होइन म अडिग रहन्छु है कानुनमा, किनभने कानुन भनेको 5 वर्षको हुन्छ, अरू फ्याकल्टी भनेको प्रायः जसो अरू फ्याकल्टी भनेको चाहिँ 4 वर्षको हुन्छ ब्याचलर, अनि प्लस हामीले त अब मास्टर्स पनि गर्नुपर्ने हुन्छ, अब पछि त्यहाँ पछिको चाहिँ पढाइ अब आफूमा डिपेन्ड हुन्छ। अनि हामीले +2 गरिसकेपछि एकदमै ल पढ्दा चाहिँ सोच्नु पर्ने कुरा भनेको चाहिँ हाम्रो चाहिँ पढाइ चाहिँ लिमिटेड हुँदैन, पढाइ चाहिँ एकदमै लामो धेरै जान्छ। त्यही कारणले गर्दा चाहिँ अलिकति सोचेर होइन परिवारसँग सल्लाह लिएर आफूभन्दा सिनियर हुनुहुन्छ अथवा घरमा कोही कानुन अथवा दाइ दिदी जो पनि हुनुहुन्छ उहाँहरूसँग सल्लाह गरेर चाहिँ आउन भन्छु म। एकदमै राम्रो छ स्कोप पनि, कानुनको स्कोप एकदमै राम्रो छ। म के भन्छु भन्दाखेरि चाहिँ लर्निङ भनेको चाहिँ नेभर एन्डिङ हुन्छ होइन। लर्निङ अब त्यो 60 वर्षको उमेर पुगिसकेको मान्छेले होस् अथवा 12 वर्षको भर्खरको कलिलो बालकले होस्, सबैले चाहिँ संसारमा चाहिँ नयाँ नयाँ कुराहरू आइराखेको हुन्छ, नयाँ नयाँ कुराहरू सिकिराख्नुपर्छ होइन। आफूलाई चाहिँ दिमाग चाहिँ कन्जर्भेटिभ भएर चाहिँ त्यो बन्द गर्ने दिमाग चाहिँ भयो म यति पढ्छु मलाई पुग्यो भनेर चाहिँ हुँदैन होइन। अझ विशेष गरेर त कानुनको विद्यार्थीहरू त कानुन भन्ने कुरा चाहिँ परिवर्तनशील हुन्छ नि त, कानुन एकदम चेन्ज भइराखेको हुन्छ। अहिलेको व्यवस्था चाहिँ फेरि चेन्ज भइरहेको छ। अब जेनजी पुस्ताहरूले चाहिँ अथवा हामीसँगैका साथीहरूले चाहिँ जुन चेन्ज गरे त्यसरी नै चाहिँ कानुन पनि चेन्ज भइराखेको हुन्छ। त्यही भएर यो लर्निङलाई चाहिँ नेभर एन्डिङ भन्छु। अथवा अब भर्खरै तिमीहरू चाहिँ अब 11-12मा चाहिँ अथवा अरू कुनै हेर्ने भाइ बहिनीहरू चाहिँ अब एसई भर्खर दिँदै हुनुहुन्छ होला, अथवा मभन्दा सिनियर ब्याचलर पढिरहेको दाइ दिदीहरूले पनि हेरिराख्नु भएको छ होला। म के भन्छु भन्दाखेरि मैले पनि त अहिलेसम्म सबै कुरा त बुझेको छैन नि त, यो मेरो चाहिँ आफ्नो धारणा हो। अब सबैको धारणा फरक फरक हुनसक्छ, मैले पनि त सबै कुरा बुझिसकेको छैन। र म के भन्छु भन्दाखेरि आफूले चाहिँ सबै कुरा चाहिँ सिकिराख्नुपर्छ है, कहिले चाहिँ दिमाग चाहिँ बन्द गरेर राख्नु हुँदैन। आज मैले के नयाँ कुरा सिक्न सक्छु भन्ने चाहिँ उत्सुकता हुनुपर्छ मान्छेमा भन्छु एकदम। अनि अर्को कुरा अब यो लमा चाहिँ ल भन्ने उसमा आयो भने एकदम स्टेबिलिटी चाहिँ चाहिन्छ हरेक मान्छेमा होइन। खै पढाइकै कुरा गर्ने हो भने पनि 11-12 पछि त अझै 5 वर्ष चाहिँ स्टेबल भएर पढ्नुपर्छ, धैर्यता चाहिन्छ। अरू 4 वर्षमा चाहिँ ब्याचलर कम्प्लिट गरेर सर्टिफिकेट लिइसक्छ, हामी चाहिँ अझ 1 वर्ष एक्स्ट्रा पढ्नुपर्छ। अनि त्यो सर्टिफिकेट लिइसकेपछि फेरि लाइसेन्स बनाइसके पनि एउटा कानुन व्यवसायीका रूपमा काम गरौँ भने पनि त्यसको लागि पनि फेरि धैर्यता चाहिन्छ। एकैपटक सबै मुद्दाहरू आउँदैनन् होइन, त्यो आफ्नो इमेज बनाउनुपर्छ। यी कुराहरूले गर्दा धैर्यता चाहिँ चाहिन्छ भन्ने कुरा त तपाईँको त्यहाँबाट बुझियो। मैले यो दर्शक श्रोताहरूलाई पनि स्पष्ट पार्न चाहेँ। अब अलि मैले समसामयिकतालाई जोड्छु। अहिले हाम्रो यो पिरियड, हाम्रो यो एज ग्रुपलाई हेर्ने हो भने सोसियल मिडिया, इन्टरनेट होइन, यो विश्वग्रामसँग चाहिँ एकदम जोडिएका छौँ। यो इन्टरनेटको विकासले चाहिँ विश्वलाई एउटा सानो गाउँ बनाउँदै गर्दा, सानो ठाउँमा चाहिँ सङ्कुचित गर्दै गर्दा यो एआईको विकासले गर्दा चाहिँ यो लमा चाहिँ कतिको इफेक्ट पर्छ होला तपाईँको? अब लयरको भविष्यलाई एआईले कति प्रभावित पार्छ? कि सहयात्री बन्छ कि त्यसको चाहिँ एउटा लको क्षेत्रमा चाहिँ एआई एउटा अभिशाप बन्ला कि एउटा सहयात्री बन्न सक्छ? अभिशापै नभनौँ, किनभने एआई भनेको मानव निर्मित हो। हामीले कसरी प्रयोग गर्छौँ होइन, कसरी डेभलप गर्छौँ, त्यो एआई टुललाई पनि कसरी विकसित गर्छौँ भन्ने कुरामा पनि डिपेन्ड हुन्छ होइन। अनि मलाई त्यस्तो लाग्दैन एआईले नै अब उनी होला भन्ने त्यो अब जागिरहरू लैदेला, त्यो एकदमै सुनिन्छ। अहिले गीतहरू पनि होइन एकदमै अब सिङ्गरहरू अब के गर्ने भन्ने त्यो सिङ्गरहरूको धारणा हो, तर त्यस्तो हुँदैन होला जहाँसम्म लाग्छ। किनभने एआईले चाहिँ हामीलाई यतिसम्म सहज बनाएको छ कि हामीले इभन बिएलबी इन्ट्रान्सको लागि होइन, हामीले हरेक वर्ड अब कुनै पनि इङ्ग्लिस वर्डहरू अब नेपालीमा जानेको छैन भने त्यसलाई परिवर्तन गरेर होइन ट्रान्सलेट गरेर अब नेपाली वर्ड जानेको छैन भने चाहिँ फेरि इङ्ग्लिसमा गरेर त्यसरी नै चाहिँ हामीले पढेर एकदमै सहज बनाइदियो हामीलाई एआईले पनि। र भविष्यमा पनि मलाई त्यस्तो चाहिँ लाग्दैन, किनभने हामी मानिसको क्रिएटिभ क्षमता जुन हुन्छ, सृजनात्मक क्षमता र एआईको सृजनात्मक क्षमता चाहिँ एकदमै डिफ्रेन्ट हुन्छ। हजुर, अब एआई भन्ने कुरा चाहिँ खासमा बुझ्नु नै पर्दाखेरि चाहिँ एआईले चाहिँ हामीले जुन डाटा फिड गर्छौँ त्यही डाटाबाट चाहिँ उसले चाहिँ रिजल्ट दिने हो होइन। अब जति पनि हामीले एआई च्याटबटहरू चाहिँ प्रयोग गरिराखेका हुन्छौँ, मतलब च्याट जिपिटी भओस्, डिपसिक भओस्, अब ग्रक भओस्, जेमिनाई भओस्, त्यो सबै चाहिँ उनीहरूले हेल्प त गर्छन् हामीलाई। अहिले चाहिँ हामीले बुझेको छैनौँ, अब नयाँ कुरा बुझ्नुपर्छ भने अथवा नयाँ कुरा केही खोज्न मन लाग्यो भने त्यसले चाहिँ एकदम मद्दत गर्छ। र तर हामीले के सोच्नुपर्छ भन्दाखेरि चाहिँ एआईले हाम्रो भविष्यलाई चाहिँ रोक्न सक्दैन है। एआई चाहिँ भोलि पर्सि चाहिँ एआईले हामीलाई काम गराउने होइन कि हामीले एआईलाई काम गराउन सक्यो भने हामी चाहिँ
अगाडि बढ्न सक्छौँ र भविष्यमा चाहिँ सफलता हासिल गर्न सक्छौँ भन्ने मेरो धारणा छ। एआईलाई चाहिँ आफूले कन्ट्रोल गर्न सकियो भने अथवा एआईलाई चाहिँ आफ्नो असिस्टेन्टको रूपमा राख्न सकियो भने एकदमै धेरै एकदमै धेरै सहयोग हुन्छ। अब जस्तै अहिले बिएलएपी इन्ट्रान्सको लागि जुन मैले जति पनि प्रिपरेसन गरेँ त्यो सबै प्रिपरेसन चाहिँ मैले एआईलाई नै सोधेर चाहिँ यो भनेको के हो अथवा यसप्रति चाहिँ मलाई चाहिँ क्विज गर्न त यसलाई चाहिँ मैले कति जानेको छु, यसले चाहिँ मलाई कतिको चाहिँ मैले बुझेको छु भन्ने कुरा चाहिँ मलाई सोध्न त भनेर भन्यो भने चाहिँ उसले सोधिदिन्छ, उसले चाहिँ मद्दत गर्छ। उसले सधैँ चाहिँ हामीलाई मद्दत गर्ने हो र हामी चाहिँ आफू चाहिँ यति धेरै क्षमता वृद्धि गर्नुपर्छ कि एआईलाई चाहिँ आफ्नो असिस्टेन्टको रूपमा राख्न सक्नु पर्यो। एकदमै भगवद्गीतामा भगवान् श्रीकृष्णले भन्नुहुन्छ सर्वारम्भा हि दोषेण धुमे नाग्नि रिवावृताः भन्नुहुन्छ के भनेको भने हरेक कुराको एउटा त्यो नकारात्मक पक्ष त हुन्छ पक्कै पनि हैन। त्यो अनि जस्तै आगोबाट धुवा निस्किन्छ भने जस्तै हैन हरेक कुराले चुनौती ल्याउँछ। त्यो चुनौतीहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्ने, त्यसलाई चाहिँ कसरी आफ्नो फाइदाका रूपमा लिने भन्ने कुरा त हामीमै निर्भर हुने हो। त्यस्तै यो इन्टरनेट एआईको केसमा पनि यसलाई कस्तो कामको लागि कस्तो कुराको लागि प्रयोग गर्ने अथवा भनौँ यसलाई चाहिँ हामीमाथि नियन्त्रण गर्न दिने कि हामीले एआईलाई नियन्त्रण गर्ने भन्ने कुरा त हाम्रै बौद्धिकतामा निर्भर छ नि त हैन। हामी आफैले दोष ध्यान दिने कुरा हो, त्यही कुरा हो। र अब चाहिँ हामी एकछिन रमाइलोको लागि चाहिँ ऱ्यापिड फायर गेम खेल्छौँ होइन। अब म हल्लाई क्वेसन सोध्छु, हल्दै चाहिँ फायर तसरी एन्सर दिनुपर्छ है। पश्चिमाञ्चल इन वान वर्ड। पश्चिमाञ्चल इन वान वर्ड भन्दाखेरि चाहिँ पश्चिमाञ्चल चाहिँ हेल्पफुल। जन्मभूमि। अनि पिडिएफ कि बुक? म त बुक नै चुज गर्छु। बुक। नाइट स्टडी अर मर्निङ स्टडी? नाइट स्टडी। नाइट स्टडी। पोखरा कि काठमाडौँ? पोखरा। पोखरा नै। ल इन वान वर्ड। ल इन वान वर्ड। ल इन वान वर्ड क्रिएसन। क्रिएटिभ। पक्कै पनि। अब भने हामी ल भन्ने बित्तिकै हामीले कानुन भनेको त अब समाजको एउटा इन्सेपरेबल र इन्डिस्पेन्सेबल पार्ट हो होइन। त्यो एकदमै फन्डामेन्टल कन्सेप्ट हो हाम्रो समाजमा, जुरिस्प्रुडेन्समा त्यो कुरा छ होइन। अनि अर्को कुरा कानुनलाई त कसरी व्याख्या गर्ने भन्ने कुरा त जुरिस्प्रुडेन्समा एउटा फिलोसफी देखाएको थिएँ मैले। त्यहाँ चाहिँ के थियो भने एउटा घोडालाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ कि त्यो कसैले साइन्स पढेको मान्छेले घोडा भन्ने बित्तिकै एउटा बायोलोजीतिर गएर मेरुदण्ड भएको जनावर भनेर परिभाषित गर्छ। कसैले त्यो जहाँ अलि राजा महाराजाको ठाउँमा चाहिँ घोडा भन्ने बित्तिकै राजाको सम्पत्ति अथवा राजा हिँड्ने राजाको उसको मानिन्छ। कुनै यात्रीले घोडा भन्ने बित्तिकै सवारी साधन भन्छ, सवारी साधनको माध्यम भन्छ। कसैले फेरि त्यो खाद्य पदार्थको माध्यम पनि भन्ला। यसरी हेर्ने भने त्यो एउटै घोडालाई चाहिँ हरेकले कसरी परिभाषित गर्छ भन्ने कुरा त्यो आफ्नो पर्सपेक्टिभमा निर्भर रहन्छ नि त होइन। त्यो आफ्नो दृष्टिकोण कसरी हेर्छ, त्यो बौद्धिक क्षमता हरेक कुराले निर्भर पर्छ। त्यस्तै यी कानुन भन्ने कुराहरू पनि तपाईँहरूको विचार फरक होला, हाम्रा दर्शकहरूको विचार फरक होला होइन, हामीहरूको विचार फरक होला पक्कै पनि। अब भने म एउटा समाजको तितो यथार्थ के हो भने एउटा ल पढिसकेपछि चाहिँ एउटा ल पढेको विद्यार्थीको भविष्य के हुन्छ भने अदालतमा जाने, कालो कोट लाउने, टक्क श्रीमानको अगाडि बहस गर्ने अनि अलि त्यो चाहिँ बहस गर्ने त्यतिमै मात्रै सीमित छ भन्ने जुन हाम्रो समाजको दृष्टिकोण छ। तपाईँलाई के लाग्छ लको भविष्य, ल पढेको विद्यार्थीको भविष्य लयर र यो हाम्रो न्यायाधीश मात्रै हो त? त्योभन्दा अरू कतै जान नेपालको दृष्टिकोणमा नेपालको सन्दर्भमा हेर्नुहुन्छ भने कसरी हेर्नुहुन्छ? त्यो एकदमै गलत हो, किनभने एकदम बृहत छ लको स्कोप भनेको बृहत छ। किनभने हामीले त अब सरहरूले भनेको होइन, गुरुहरूले भनेको, अब हाम्रो घर परिवारले भनेको बुझेका व्यक्तिहरूबाट सल्लाह लिएर नै ल लिएका हौँ होइन। त्यो भएर चाहिँ लको स्कोप चाहिँ एकदमै बृहत छ। म आफू पनि मेरो कन्सेप्ट के छ भने म चाहिँ भोलि अदालतमा गएर बहस गर्छु, म न्यायाधीश हुन्छु होइन, बहस मात्र गर्छु, म वकिल मात्र हुन्छु भन्ने छैन। एउटा सरकारी जागिर खान सकियो होइन, लोकसेवा आयोग छ, अन्य अब सेवाहरू छन्, विभिन्न आयोगहरू छन्, विभिन्न अब कार्यालयभित्र जान सकियो, त्यहाँ भएर काम गर्न सकियो, लिगल एडभाइजर भएर होइन कुनै पनि कम्पनी कर्पोरेटको लिगल एडभाइजर हुन सकियो र अन्य पनि धेरै छन्। अब कानुनी सल्लाहकार, कानुन पढेको भनेपछि तपाईँ कानुनको लागि, कानुन बुझ्नको लागि, कानुनी ज्ञान दिनको लागि चाहिँ योग्य हुनुभयो। एकदमै हामीलाई त्यही नै लाग्छ मलाई पनि। हो होइन, लको स्कोप भन्ने चाहिँ एकदमै वाइड छ भन्ने कुरा चाहिँ हामीले पढिराखेको अथवा बुझ्नलाई चाहिँ अलिकति बुझेको मान्छेले चाहिँ त्यही नै भन्छ होइन। ल पढेर मात्र चाहिँ हामीले समाजमा कसरी सस्टेन हुने त नि भन्ने कुरा पनि बुझिन्छ होइन। ल भन्ने बित्तिकै चाहिँ जुन कानुनको बाटो मात्र नभइकन चाहिँ समाजमा रहेका समस्याहरूलाई चाहिँ कसरी चाहिँ
व्यवस्थापन गर्ने भन्ने कुरा पनि बुझिन्छ होइन। त्यो भएर चाहिँ ल भन्ने बित्तिकै चाहिँ एउटा न्यायाधीश नै हुनुपर्छ, एउटा वकिल नै हुनुपर्छ भन्ने भन्दा पनि ल पढेपछि चाहिँ हामी आर्मीमा पनि जान सकियो अथवा प्रहरीमा पनि जान सकियो अथवा कुनै ब्याङ्कहरूमा चाहिँ लिगल एडभाइजर भएर बस्नु पनि सकियो अथवा यस्तै सोसल साइन्सको फिल्डमा चाहिँ हामीले आफूलाई चाहिँ सस्टेन गर्न सकिन्छ भन्ने कुरा बुझ्छु। पक्कै पनि ल भन्ने बित्तिकै यो यति बाहेक मात्रै नभइकन मैले अघि नै भनिसकेको ल जुन ल भन्ने छ कानुन छ यो चाहिँ समाजको अपरिवर्तनशील एउटा पार्ट हो होइन। इट इज इन्सेपरेबल एन्ड इन्डिस्पेन्सेबल पार्ट भनिन्छ यसलाई। अनि एउटा समुन्नत समाज निर्माण गर्नका लागि समाजको चाहिँ कस्तो किसिमको संरचना बनाउने, समाजलाई कुन दिशातर्फ लैजाने भन्ने कुरा जान्नका लागि पनि पक्कै पनि ल त आवश्यक छ। त्यसो भएको हुँदा यो एउटा सीमित छैन, कानुनको क्षेत्र सीमित छैन। जति धेरै पढ्न सक्यो, जति धेरै गर्न सक्यो त्यति धेरै एकदम बृहत स्कोप छ। अब भने अलिकति हाइपोथेटिकल क्वेसन सोध्न चाहेँ मैले। तपाईँ अब अहिले त तपाईँ पश्चिमाञ्चलबाट त गइसक्नुभयो, पूर्व विद्यार्थी नै भइसक्नुभयो होइन। अब अब आफ्नो युनिभर्सिटीमा जानुहुन्छ, फेरि तपाईँले चाहिँ पश्चिमाञ्चलमा फर्किने अवसर पाउनुभयो भने पश्चिमाञ्चलमा चाहिँ के कुरा चाहिँ परिवर्तन होस्, के कुरा चाहिँ सुधार होस् भन्ने चाहनुहुन्छ, जसले गर्दा चाहिँ हामी जस्ता जुन स्टार्टिङ फेजमा छौँ उनीहरूलाई चाहिँ सहज होस्, के कुरा चाहिँ त्यो सुधार होस् भन्ने तपाईँको एउटा मनमा लागेको छ? त्यस्तो धेरै ठुलो परिवर्तन गर्नुपर्ने अथवा थप्नु गर्ने कुरा पश्चिमाञ्चलमा त्यस्तो छैन। तर एउटा मुडकोट हल होइन, मुडकोट हल चाहिँ राखिदिनु भएको भए चाहिँ एकदमै सहज हुन्थ्यो। किनभने लको विद्यार्थी भनिसकेपछि चाहिँ के हुन्छ भने प्र्याक्टिकल नलेज चाहिँ एकदमै चाहिन्छ होइन। त्यो हामीले कानुन पढेर मात्र हुनु पनि होइन, कानुन मात्र पढेर, कानुनका बुकहरू पढेर, विधिशास्त्र पढेर, संविधान पढेर मात्र त्यो ज्ञान भएर मात्र पनि हुँदैन। हामीले त्यसलाई कसरी एक्सप्रेस गर्ने त नि? भोलि हामी अब अदालतमा बहस नै गरौँला, अन्य अब कार्यालयभित्र काम गरौँला होइन, त्यो एक्सप्रेस गर्न त एउटा खुबी त चाहियो, सिप त चाहियो। त्यो कारणले चाहिँ मुडकोट हल चाहिँ राखिदिनु भयो भने चाहिँ एकदमै हरेक विद्यार्थीहरूलाई चाहिँ, कानुनका विद्यार्थीहरूलाई चाहिँ एकदमै सहज हुन्थ्यो। इसानले भने जसरी नै चाहिँ मुडकोट हल त छँदै छ, तर अब जुन चाहिँ कानुनका विद्यार्थी भइसकेपछि चाहिँ एकदमै धेरै चाहिँ सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ। त्यही भएर चाहिँ अझ कानुनसँग नै रिलेटेड अथवा समाजसँग रिलेटेड अन्य विभिन्न कार्यक्रमहरू अझै चाहिँ पश्चिमाञ्चलले सञ्चालन गरिदिए राम्रो हुन्थ्यो भन्ने सोच्छु। एकदमै पक्कै पनि दाइले भने जस्तै हामीले भर्खरै हाम्रो रेस्पेक्टेड सर, हाम्रो फाउन्डर होइन रामनाथ सरलाई अनि त्यसपछि प्रिन्सिपल सरलाई चाहिँ हामीले अनुरोध गरिसक्यौँ। अब छिट्टै मुखकोट बन्दैछ, पश्चिमाञ्चलमा सुरु भइसकेको छ, 1-2 महिनामै हामी चाहिँ प्र्याक्टिस गर्न पाउँछौँ भनेर हामीले आश्वासन दिइसक्नु भएको छ। अनि र बाँकी रहेको कार्यक्रमको कुरा हामी अनुरोध गर्छौँ, आशा गर्छौँ पश्चिमाञ्चल फ्यामिलीले चाहिँ यो कुरालाई मनन गर्नेछ, चिन्तन गर्नेछ र कम्तीमा लको स्टुडेन्टका लागि हप्तामा एउटासम्म प्रोग्राम गर्न सकोस्, जसले गर्दा चाहिँ उनीहरूको जुन विषय छ त्यसलाई अझ सहज होस्, त्यो बुझ्न, त्यसलाई चाहिँ प्र्याक्टिस गर्नको लागि सहज होस् भन्ने कुरा, त्यो कुरा चाहिँ मनन गरोस् भन्ने हामी अनुरोध गर्छौँ। जसरी अब समाजमा चाहिँ ल भन्ने वर्ड आएपछि चाहिँ एक्स्ट्रोभर्ट भन्ने चाहिँ कुरा पनि आउँछ नि त। अब धेरै बोली मान्छेहरू चाहिँ लमा जान्छ, अब ल पढेको मान्छे त धेरै बोल्छस् भन्ने कुरा चाहिँ आउँछ नि त। अब हजुरले अघि भर्खरै भन्नुभयो नि त, अब लको चाहिँ स्कोप इज भेरी भास्ट छ त्यो कुरा चाहिँ होइन। अनि एज अ एडभाइजर पनि हुन्छ, त्यस्तो चाहिँ बन्न मिल्छ भन्नुभयो। अब हजुरलाई चाहिँ के लाग्छ, मतलब ल चाहिँ एक्स्ट्रोभर्ट र इन्ट्रोभर्ट दुइटैलाई हो कि चाहिँ अलिक धेरै नै एक्स्ट्रोभर्टलाई हो कि? त्यो इन्ट्रोभर्ट र एक्स्ट्रोभर्ट भनेको चाहिँ आफ्नो इनर फिलिङ्स मात्र हो कि कति व्यक्ति बोल्न सक्छ होइन, बोल्न सक्दैन भन्ने कुरामा मात्रै डिपेन्ड गर्ने हो। तर त्यो प्रोफेसनमा आइसकेपछि त्यस्तो असर पार्ला चाहिँ जस्तो लाग्दैन। किनभने हामीले वकिल भइसकेपछि अथवा कुनै पनि हामी पछि जाम्ला होइन, कुनै पनि फिल्डमा जाम्ला ल भित्रैको, त्यस्तो एक्स्ट्रोभर्ट इन्ट्रोभर्टले फरक पार्छ जस्तो लाग्दैन। तर सकेको आफ्नो कुरा चाहिँ राख्न सक्नु चाहिँ पर्छ र अरूको कुरा पनि ग्रहण गर्न सक्नु चाहिँ पर्छ। एकदम हो, ल पढ्न आइसकेपछि चाहिँ आफ्नो विषयवस्तुमा चाहिँ पोख्त हुनुपर्छ भन्ने मलाई लाग्छ होइन। अब विषयवस्तुमा पोख्त भएपछि चाहिँ जब आफ्नो चाहिँ पर्फर्मेन्स हुन्छ, अब न्यायाधीश अगाडि अथवा आफ्नो क्लाइन्टहरूसँग डिलिङ गर्दाखेरि चाहिँ अलिकति एक्स्ट्रोभर्ट नै हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। तर म आफै पनि एक्स्ट्रोभर्ट त्यस्तो धेरै त छैन, एम्बिभर्ट नै भन्छु म। आफ्नो चाहिँ मन लागेको मान्छेहरूसँग चाहिँ एकदम धेरै बोल्ने, तर नचिनेको मान्छेहरूसँग बोल्दाखेरि चाहिँ एकदम धेरै साई पनि हुन्छु म होइन। तर लको विषयमा आइसकेपछि चाहिँ आफूले आफ्नो भन्ने जुन चाहिँ छ नि, आफ्नो लागेको कुराहरू चाहिँ राख्न सक्यो भने, राम्रोसँग राख्न सक्यो भने चाहिँ त्यतिले चाहिँ पुग्छ है। एक्स्ट्रोभर्ट इन्ट्रोभर्टले फरक पर्दैन भन्ने मलाई लाग्छ।
एकदमै त्यो हजुरको अहिलेको यो कन्भर्सेसनबाट नै हामीले बुझ्यौँ तपाईँ कुन त्यो एक्स्ट्रोभर्ट इन्ट्रोभर्ट भन्दा नि त्यो बिचको चाहिँ हुनुहुन्छ आवश्यक पर्दा चाहिँ यस्तो बुझ्ने छ कि एक्स्ट्रोभर्ट इन्ट्रोभर्ट भनेको चाहिँ हामी आफूमा छौँ भन्दा पनि अगाडिको व्यक्तिले चाहिँ हामीलाई कसरी बुझिराखेको छ भन्नेमा डिपेन्ड गर्छ कि त्यो नै हो फरक। अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ र अन्तिममा चाहिँ अब तपाईँ हामीभन्दा एज अ सिनियर होइन तपाईँलाई पश्चिमाञ्चलको एक्सपिरियन्स पनि धेरै छ। हामी त भर्खर अब स्टार्टिङ फेजमा छौँ। पश्चिमाञ्चल चाहिँ पोखराको शैक्षिक क्षेत्रमा हेऱ्यो भने आफ्नो उत्कृष्ट पहिचान बनाउन सक्नु भएको पश्चिमाञ्चलले चाहिँ एउटा एचएम साइन्स होइन म्यानेजमेन्ट र स्पेसली लका लागि चाहिँ पश्चिमाञ्चल नै वान अफ द बेस्ट अप्सन हो भन्ने त मलाई त त्यो लाग्छ नै। तपाईँले चाहिँ कसरी समर्थन गर्नुहुन्छ यसलाई? हो एकदमै मलाई चाहिँ एकदमै लाग्छ पश्चिमाञ्चल भनेको बेस्ट नै, किनभने आफूले पढेको भनेपछि चाहिँ मैले कानुन भन्ने शब्दको अब ज्ञान प्राप्त गरेँ। कहाँबाट गरेँ? पश्चिमाञ्चल माध्यमिक विद्यालयबाट गरेँ। त्यो अभियसली मेरो जन्मभूमि जस्तै भयो है कानुनको लागि चाहिँ होइन। भोलि म होला म अधिवक्ता हुम्ला होइन, अन्य कुनै पनि फिल्डमा हुम्ला, कुनै पनि प्रोफेसनल हुम्ला होइन, तर त्यहाँका गुरुहरूले होइन पश्चिमाञ्चलले दिएको जे ल भन्ने के हो भनेको सिकाएको त पश्चिमाञ्चलले हो नि त। त्यो हिसाबले चाहिँ एकदमै मलाई लको विषय जोड्दाखेरि चाहिँ पश्चिमाञ्चललाई चाहिँ म जन्मभूमि नै भन्न चाहन्छु। र अन्य विषयहरूको पनि जस्तै ह्युम्यानिटिज छ होइन, होटल म्यानेजमेन्ट छ, म्यानेजमेन्ट छ, साइन्स छ, पढ्ने भनेको आफूले हो। यहाँको शिक्षकहरू गुरुहरू पश्चिमाञ्चलको वातावरण चाहिँ एकदमै राम्रो छ। त्यही भएर चाहिँ त्यो चाहिँ आफ्नो मिहिनेत पनि चाहियो। त्यहाँको वातावरणमा चाहिँ तपाईँहरूले भन्नाले अब के डाउट गर्नै पर्दैन एकदम। अनि अर्को कुरा आफ्नो जन्मभूमि भन्ने जस्तो हजुरलाई त्यो जन्मभूमि नै हो नि त कानुनको क्षेत्रमा जानु लागि त जन्मभूमिप्रतिको माया त सबैलाई हुन्छ नै, यसमा त दुईमत नै छैन। त्यसैमाथि त्यति कुराले मात्रै नभएर यहाँको जुन शैक्षिक गुणस्तर छ, यहाँको शिक्षकहरूको जुन शिक्षण गर्ने विधि छ, तरिका छ, अनि हामीसँग जुन लेभलको फेमिलियर हुनुहुन्छ, जति फ्रेन्डली हुनुहुन्छ नि सरहरू, यी सबै कुराहरू। अनि अर्को मेन भनेको पश्चिमाञ्चलका प्रोडक्टहरूलाई हेर्ने हो भनेपछि जो चाहिँ अहिले धेरै क्षेत्रमा पुगिसक्नु भएको छ, यी सबै कुरालाई विश्लेषण गर्ने हो भने त पक्कै पनि पश्चिमाञ्चल त वान अफ द बेस्ट अप्सन हुन्छ होइन र? हो नि। अब पश्चिमाञ्चल भनेको पश्चिमाञ्चलमा फ्याकल्टी पनि धेरै डाइभर्सहरू छन् नि त। फ्याकल्टी अब साइन्सदेखि त लिएर म्यानेजमेन्ट, एचएम, ल, ह्युमेनिटिज गरेर धेरै फ्याकल्टीहरू पनि छ पश्चिमाञ्चलमा। अपर्च्युनिटी भन्ने पनि पश्चिमाञ्चलले अपर्च्युनिटी दिइराखेको हुन्छ होइन। अब जुन फ्याकल्टी छ त्यो चाहिँ एकदम हेल्पफुल छ कि उसले आफूले अपर्च्युनिटी खोजेर एकदम विद्यार्थीले चाहिँ आफू नै चाहिँ एकदम एक्टिभ भएर चाहिँ जान सक्यो भने चाहिँ जहाँ पनि राम्रै हुन्छ। अझ भन्छु पश्चिमाञ्चल नै राम्रै छ होइन। इन्भाइरोमेन्टसँग लिएर अथवा टिचरहरू जुन एक्सपिरियन्स टिचरहरूले जुन पढाउनुहुन्छ होइन, त्यो गर्दा चाहिँ पश्चिमाञ्चलले एकदम बेस्ट चोइस हुन्छ भन्ने लाग्छ। एकदमै हो। हाम्रो त्यो हामीलाई सरहरूको जुन पढाउने विधि छ, जुन पढाउने तरिका छ नि, त्यो देख्दा लाग्छ कतिपय सरहरू चाहिँ आफू पनि पढ्नको लागि आउनुहुन्छ, तर सरहरू चाहिँ यहाँ पढाउन आउनुहुन्छ कि वास्तवमा पढाउन आउने सर चाहिँ मैले पश्चिमाञ्चललाई नै देख्छु। कतिपय चाहिँ आफू पनि सिक्ने अनि सिका जस्तो नि गर्ने भन्ने देखिरहेको हुन्छ। मैले कतिपय विद्यालयहरूमा अरू विद्यालयहरूमा देखेको टिचरहरूको काम चाहिँ त्यहाँ आएर अगाडि पढाउने होइन अनि जाने। त्यस्तो चाहिँ यो पश्चिमाञ्चलमा छैन। एकदमै साथी जस्तो बनेर टिचरहरूले हरेक विद्यार्थीको क्षमता कस्तो छ त्यही अनुसारले होइन अघि बढाउन सहयोग गर्नुहुन्छ। एकदमै सहज छ पश्चिमाञ्चलमा पढ्नको लागि। पक्कै पनि यो पश्चिमाञ्चलको वातावरण, यहाँको सरहरूको त्यो तरिका अनि उहाँहरूको व्यवहार हेर्ने हो भने त पोखरामै पश्चिमाञ्चलभन्दा अर्को विकल्प त छँदै छैन। यो कुरा पनि मैले दर्शक श्रोताहरूलाई जानकारी गर्न चाहेँ। पक्कै पनि अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। आजको यो एपिसोडलाई हामी यहीँ अन्त्य गर्ने जमर्को गर्छौँ। आजको यो कार्यक्रमलाई आफ्नो व्यस्त कार्यतालिका बावजुद पनि हामीलाई सानो निमन्त्रणामा, सानो इन्भाइटमा चाहिँ तपाईँ आइदिनु भयो, त्यसको लागि तपाईँ दुइटैलाई धेरै धेरै धन्यवाद छ। र अर्को कुरा एकदमै ध्यान दिएर हाम्रा यी कुराहरू सुनिदिनु भयो सम्पूर्ण दर्शक श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। र म आजको यो पोडकास्टको होस्ट कुबेर पाण्डे र म भूमिका राणा हजुरहरू माझबाट बिदा हुन चाहन्छौँ। प्रतीक्षा गर्नुहोला यस्तै रोचक र विशेष सान्दर्भिक विषयवस्तुलाई ल्याएर हामी तपाईँहरू माझ उपस्थित हुने नै छौँ। अहिलेका लागि बाई बाई, नमस्कार।